गुड मर्निङ बुढाथोकी नर्सरीमा चाहिँ आज रोजमेरी टी बन्दैछ। रोजमेरीको चिया। म चाहिँ एभ्रिडे एउटा हर्ब्सको चिया खान्छु। मेरो हस्बेन्डको लागि चाहिँ यहाँ मैले ब्ल्याक टी बनाइसकेँ भने मेरो चाहिँ पाक्दैछ र हाम्रो चाहिँ बाहिरको सिनारी यस्तो छ। अब आज चाहिँ म हजुरहरूलाई हाम्रो नर्सरीमा भएको सबै फलफुलको बारेमा देखाउनेछु है। के फलफुल छ हाम्रोमा भनेर म हजुरलाई अब यो चिया खाँदै सबै हाम्रो नर्सरी हजुरहरूलाई घुमाउनेछ है त। ल अब चाहिँ यो चिया बोकेर रोजमेरी टी हो। हजुरहरू पनि बिहान बिहान खाने गर्नुहोस्। मेरो नङलाई हल्का फोहोर भएको छ, माइन्ड नगर्नु होला। काट्ने बेला भएछ, यति सानो हुँदा पनि फोहोर हुन्छ किनकि माटोमा काम गर्नुपर्छ, त्यही भएर हो। र यो चाहिँ पटहरू हो, सेरामिक पटहरू। यस्तो मजा आउँछ अब बिहान यस्तो सराउन्डिङमा बसेर चिया खानुलाई है। हाम्रो भाइ उभिएर हेरिरहेको छ, के हेरेको बाहिर चाहिँ आज साइक्लिङ भइरहेको रहेछ। मैले हिजोको त हजुरहरूलाई यहाँ अगाडिको देखाएको थिएँ भिडियो। हाम्रो चाहिँ ठ्याक्क नर्सरी टियु गेटैमा छ, हेर्नुहोस् त बुढाथोकी नर्सरी। अब फ्लावर देखाउँछु। यसको नाम बगमबेली हो, यो जेरानियम हो। बगमबेलीलाई चाहिँ फुल सनलाइट चाहिन्छ भने जेरानियम चाहिँ हजुरले यस्तै साइडमा रोप्नुपर्छ, होइन भने बर्खाको पानीले बिगारिदिन्छ। यो थाई बेजिल हो, यसको पनि हजुरले चिया खान सक्नुहुन्छ। मैले चाहिँ हिजो बिहान यसको चिया खाएको थिएँ। अर्को यो स्विट बेजिल हो, हजुर यसको पनि चिया खान सक्नुहुन्छ। यिनीहरू चाहिँ हर्ब्स हो सबै। उता पर देखेको थाइम ओरेगानो छ। अब हर्ब्सको म छुट्टै एक दिन भिडियो बनाउनेछु। यो डबल इम्प्यासन हो, फ्लावर, कृष्णकली। कसलाई मनपर्छ कमेन्ट गर्नु होला। पान त मैले हिजो राति नै देखाएँ। अनि मैले हजुरलाई हिजो राति ग्रेप अङ्गुर देखाउन खोजेको थियो, अँधेरोले देखेको थिएन। आज देखाउँछु है त। ओहो सिल्भर डलर। यो सिल्भर डलर अस्ति हाम्रो बारीले सबै डुबाएको थियो, तर सिल्भर डलर चाहिँ अझै पनि मरेन छ। ल हेर्नुहोस् अङ्गुर फलेको। यो चाहिँ ब्ल्याक कलरको खोयो भन्ने जातको। अब यो अङ्गुर चाहिँ पाक्ने बेलामा त ब्ल्याक टर्न हुने रहेछ है, मलाई पनि थाहा थिएन। अनि यहाँ छ स्ट्रबेरी, फुल्दैछ, मजाले फल्दैछ। म एभ्रिडे खान्छु टिपेर। अब फलफुल सुरु भयो। यो हो पेपेनोमेलन, हजुरले गुगल गर्न सक्नुहुनेछ। यसमा चाहिँ भाइटामिन ए, बी, सी, के कुन पाउँछ क्या, एकदम धेरै पाउँछ क्या। अब यहाँ छ मुन्ताला। यो सानैमा फल्ने हो, यो लास्ट इयरदेखि नै फल्न सुरु गरिसकेको छ। र हामीले यो मुन्तालाको चाहिँ 350मा बेचिरहेछौँ। हजुरलाई मुन्ताला मनपर्छ भने पनि बुढाथोकी नर्सरीमा छ अभाइलेबल, लिन आउनु होला। त्यस्तै अम्बा, यो चाहिँ हाम्रो पर्सनल अम्बा हो, भुइँमा रोपेका छौँ। मिठो मिठो फल्छ, एकदम बेसी फल्न लागेको छ। हजुर देख्न सक्नुहुनेछ। यो चाहिँ फल्न लागेको होइन। अब यता चाहिँ हाम्रो कटिङहरू छ। ब्ल्याकबेरी छ, ब्ल्याकबेरीको 150 पर्छ। अनि हजुर सुगर पेसेन्ट हुनुहुन्छ, मेरो भिडियो हेर्दै हुनुहुन्छ भने चाहिँ यो हजुरहरूको लागि। यो चाहिँ स्टेभिया हो। स्टेभिया भनेको चाहिँ सुगरको सब्स्टिट्युटमा खाने हो। यो चाहिँ यसको पात एकदमै गुलियो हुन्छ। र हजुरलाई कहिलेकाहीँ चिनीको एकदम क्रेभिङ भयो भने यो मस्त पानीमा उमाल्ने यसको पातहरू, अथवा यसलाई सुकाउने र यसको मिक्सचरमा पाउडर बनाएर राख्ने, अनि पानीमा घोल्दा चिनीभन्दा 10 टाइम्स गुलियो हुन्छ यो। र यसमा कुनै पनि क्यालोरी एड हुँदैन। सो हजुरहरूलाई यदि यो स्टेभिया चाहिरहेको छ भने पनि बुढाथोकी नर्सरीमा लिन आउन सक्नुहुनेछ है।
त्यस्तै यहाँनिर चाहिँ हामीले सिजनल फ्लावर फेन्का उमारेका छौँ। यो चेरी टोमाटो हो, लोकल टमाटर हामीले खान्छौँ नि, अचार बनाएर यस्तो मिठो हुन्छ है। यो चाहिन्छ भने पनि आउनु होला। हेत्तेरी के भयो। अब छ अर्को बिमिरो। हेर्नुहोस् त कत्रो बढ्छ, फल्न थालिसक्यो बिमिरो। वाउ, ल हेर्नुहोस् त यस्तो मजा लाग्छ नि यस्तो फलेको देख्दा। यसको 500 रुपियाँ हो। यो 3.5 वर्ष पुरानो बोट हो है हजुर। अब यतापट्टि छ नास्पाती। यो नास्पाती हो, जापानिज नास्पाती। यसको जम्मा 300 रुपियाँ मात्रै हो। 350 रुपियाँ हो यसको। र यो चाहिँ अर्को सालदेखि फल्छ है। अनि यो चाहिँ अन्ना भन्ने जातको स्याउ हो, जस्तो काठमाडौँ जस्तो वेदरमा यो मजाले फल्छ। अन्ना जातको स्याउ काठमाडौँ जस्तो वेदरमा हजुरलाई यदि चाहिन्छ भने। ला मेरो रबर ब्यान्ड कहाँ गयो? हजुरहरूलाई भिडियो देखाउँदै मैले रबर ब्यान्डै झारेँ नि, कता झारेँ। अब फेरि अहिले फर्किँदा खोज्नुपर्छ। र यो चाहिँ आरु हो, यसको पनि 350 पर्छ। यो अन्ना जातको स्याउलाई पनि 350 पर्छ। म भर्खर भिडियो बनाउँदैछु नि त भ्लग, अनि कस्तो नर्भस हुन्छु कि बिचबिचमा के बोल्ने के बोलिरहेको हुन्छु नै थाहा छैन। अनि यो चाहिँ नेक्टारिन डबल डिलाइट भन्ने आरु हो। यो चाहिँ जोस बिनाको चिल्लो हुन्छ। यसमा फलेको पनि थियो, फलेको चाहिँ कस्टमरले लगिसक्नु जस्तो छ। ल अब अर्को सेक्सनमा जाउँ है त। ए मेरो रबर भेटेँ। वाउ, हेर्नुहोस् त बिरुवाको ट्रेमा पो झर्दैछ त। अब एउटा हातले फ्लेम गरिरहेको छ, एउटा हातले चिया बोकिरहेको छ। सो अब यसरी राखेँ मैले। अब छ सुन्तला। यो चाहिँ मर्कट भन्ने जातको सुन्तला हो। अनि त्यस्तै यो हो जुनार। जुनारको पात अलिक ठुलो हुन्छ, सुन्तलाको चाहिँ अलिक सानो हुन्छ, त्यही भएर छुट्याउन सकिन्छ है त। जुनार पनि फलेको छ। ल हेर्नुहोस् जुनार फलेको। यसको 350 रुपियाँ मात्रै है जम्मा। हेर्नुहोस् त यस्तो फलिरहेको बोट यति सस्तोमा पाउनुहुन्छ। अनि यो चाहिँ सुन्तला, अघि मैले भनेको मर्कट भन्ने जातको। हामीसँग जापानिज सुन्तला पनि छ, तर अब सकिन लाग्यो जापानिज सुन्तला चाहिँ। एकदम मिठो हुन्छ जापानिज सुन्तला चाहिँ। यो हो जापानिज सुन्तला। र फलफुल चाहिँ कहिले रोप्ने भन्ने हुँदैन। यदि हजुरलाई अमिलो प्रजातिको फलफुल चाहिरहेको छ सस्तोमा भने चाहिँ असारमा नयाँ आउँछ, सो त्यति बेला रोप्ने हो भने हजुरको पात झर्ने जस्तो आरु बखरा, हल्लावेद, जापानिज हल्लावेदहरू हुन्छ नि, यस्तो ओखरहरू, यिनीहरू चाहिँ पुसमा आउँछ नयाँ, त्यति बेला चाहिँ सस्तो पर्छ भनेर पुसमा रोप्ने हो। अदरवाइज अरू बेला हजुरलाई पोलीमा सेट भएको चाहिँ जहिले रोपे पनि हुन्छ। पानी प्रशस्त छ भने जति बेला रोपे पनि भयो। पानी यदि प्रशस्त छैन भने चाहिँ अब ठ्याक्कै हजुरले फलफुल लाउने बेला स्टार्ट हो। सो हजुरलाई यदि फलफुल कसरी लाउने, कस्तो ठाउँमा लाउने, कुन ठाउँमा कुन फलफुल लाउने भनेर जानकारी चाहिएको छ र यसरी फलिरहेको सुपथ मूल्यमा अथवा रिजनेबल रेटमा चाहिरहेछ भने चाहिँ प्लिज डु भिजिट अस पुराथोकी नर्सरीमा आउनु होला। हाम्रो चाहिँ अलमोस्ट 60 इयर्स भयो। हाम्रो हजुरबाले मेरो हस्बेन्डको हजुरबाले खोल्नु भएको नर्सरी हो। हस्बेन्डको हजुरबाको घर चाहिँ कृतिपुर 4 गरे भन्ने ठाउँमा छ, त्यही भएर उहाँले चाहिँ टियु गेटमा पहिला सुरु त त्रिशुलीबाट स्टार्ट गर्नुभयो। उहाँ कृषिमै काम गर्नुहुन्थ्यो, त्यही भएर। ल अब म हजुरलाई अर्को टाइपको आरु देखाउँछु। यो हेर्नुहोस् त आरु, नेक्टारिन डबल डिलाइट भन्ने आरु, चिल्लो जातको यस्तो मिठो हुन्छ नि। मैले अघि हजुरलाई त्यहाँ देखाइरहेको थिएँ नि हो, त्यस्तो बिरुवा पनि छ है हामीसँग चाहिँ। र यो चाहिँ 12 मासे लेमन कागती फल्दैछ। यो 5-6 वर्ष पुरानो बोट हो। यसको चाहिँ हामीले 2500मा 2500मा
बेचेका छौँ भने योभन्दा सानो सानो 500, 350, 250 मा पनि अभाइलेबल छ कागती। त्यस्तै टिमुर हेर्नुहोस् त, टिमुर एकदमै राम्रो हो नि। टिमुर मनपर्छ भने पनि आउनु होला। अनि स्टार फ्रुट पनि छ हामीसँग। अब म भोलिदेखि चाहिँ स्पेसिफिक एउटा भिडियो बनाउँछु, जस्तो सुन्तला कसरी रोप्ने, कहाँ रोप्ने, कस्तो मौसममा हुन्छ, वेदरमा हुन्छ, कुन रिजनमा, हिल्ली रिजनमा हुन्छ कि तराई रिजनमा हुन्छ कि माउन्टेन रिजनमा हुन्छ कि, यो सबै एउटाको भिडियो बनाएर आउँछु है म भोलिदेखि चाहिँ। यो पनि टिमुर हो। अब यहाँनिर पिकानट छ, ओखर छ, अनि यो नासपाती हो कि स्याउ हो हेर्नुपर्छ, त्यो छ। जापानिज हल्लाबिट छ। अब सबै एकैचोटि त साध्य हुँदैन, धेरै छ। हामी कहाँ बर पिपल पनि छ, ल हेर्नुहोस् त। अनि तरकारीको बिरुवा पनि छ। यो चाहिँ हरियो खुर्सानी, त्यहाँ भेन्टा थियो सकिन लागेछ। यो लामो लामो फल्ने हरियो खुर्सानी नै हो। अकबरी छ, यो पनि। अनि यो चाहिँ येल्लो कलरको क्याप्सिकम। यो चेरी टोमाटो यत्रो भइसक्यो आमामा, रोज। अब यता छ म्याङ्गो। ल यो हो आँप। त्यस्तै यता पनि आँप नै छ। यो चाहिँ एभोकाडो हो, बिउबाट उमारेको। यो चाहिँ स्वर्णरेखा भन्ने म्याङ्गो हो, पात सानो सानो भएको, एकदम मिठो हुन्छ यो म्याङ्गो। अनि हामीसँग ग्राफ्टेड रुट कटहर पनि छ, हजुर देख्न सक्नुहुनेछ। अनि यो हो चाँप। यो फुल्यो भने चाहिँ नि, यो चाँप फुल्यो भने चाहिँ म्याङ्गोनीको फ्यामिलीमा पर्छ। यो एरिया नै सबै मगमग बाँच्न आउँछ। अनि यो चाँप चाहिँ ठुलो रुख हुने होइन, ग्राफ्टेड हो। सो यो पनि अलिक रेयर हो। हजुरलाई यदि चाहिन्छ भने लिन आउनु होला। अब आजको भ्लग चाहिँ म यतिमै एन्ड गर्नु पर्ला जस्तो छ, किनकि अब अगाडि गएर बेच्नु पनि पर्छ, प्लस पूजा पकाउनु पर्छ, खानुपर्छ। मेरो स्टाफ बहिनीकोमा सिटी लागिसक्यो, आफ्नो भर्खर चिया खाँदैछु। खाना पाकिसक्यो, पाक्दैछ भन्दैछ। र भोलि चाहिँ म हजुरलाई मेरो फर्सी बारी देखाउँछु। यति धेरै फर्सी फलेको छ, भोलि हामी सँगै एक्सप्लोर गरौँला। आज चाहिँ म हजुरलाई लास्ट रोजको भिडियो देखाएर यहाँहरूसँग बिदा माग्छु। ल लास्टमा यो रोज सबै हजुरहरूको लागि कस्तो मिठो कलरमा छ, ग्राफ्टेड हो। हेर्नुहोस् त, यत्रो बोटमा नै यस्तो मजाले फुल्छ सरी। अनि अर्को कलरको पनि यस्तो राम्रो छ, पिच कलरको। सो यस्तो टाइपको रोजहरू, यो चाहिँ मैले 2 वर्ष अगाडि मेरो पर्सनल कलेक्सन हो। कति कस्टमर आएर किन्न खोज्दा पनि म दिदिनँ, किनकि मेरो राख्ने ठाउँ छैन, म घर बस्दिनँ, नर्सरीमा बस्छु, त्यही भएर यहीँ राख्नुपर्छ। अनि उहाँहरूले कति माग्नुहुन्छ, प्लिज जति भने पनि दिन्छु, दिनुहोस् न भन्नुहुन्छ। म सरी भन्छु एकछिन रिसाएर। अनि उतै परेको सानो लिएर जानुहुन्छ। यो 2 इयर्स पालिसक्यो नि त, बच्चा भन्दा प्यारो लाग्छ कि। यो कति मिठो कलरमा छ, ल हेर्नुहोस् रोज। सो यस्तै रोज चाहियो भने पनि बुढा थोकी नर्सरीलाई सम्झिनु होला। मेन त हाम्रो फलफुल हो। फलफुलमा हजुरलाई एकदमै विश्वास गरेर यहाँबाट लग्न सक्नुहुनेछ। हामी ग्यारेन्टीका साथ हजुरहरूलाई फलफुल एकदमै सस्तोमा, रिजनेबलमा, क्वालिटीको दिएर पठाउनेछौँ। सो अहिलेलाई चाहिँ आज चाहिँ म यहाँहरू सामु बिदा माग्छु। हस् त, थ्याङ्क यू फर वाचिङ। अनि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट पनि गर्नुहोस् हजुरलाई कस्तो लाग्छ है। राम्रो मात्रै गर्नुपर्छ भन्ने छैन, मैले के इम्प्रुभ गर्नुपर्छ मलाई हजुरले सजेसन दिनु होला है त। थ्याङ्क यू।